Looking so beautiful. Finally दिगुला भेट्यो किन तिमीहरू अघि किन गएको थियो अरे छोरी भन्दा आमा तरुनी गाइस हाम्रो चाहिँ दाल पनि छैन हो अनि मेरो बोजू घर आउनु बिहा गरेर पनि पस्ताइरहेछ बिहा नगर्नेले पनि पस्ताइरहेको बिहामा आउनु ला अरे नि त मलाई ए ओ आइज न केटा हो सबैजना ए शादी करोगी गा गा हेलो एभ्रीवन रुक म दामीले बोलाउँछु कि अनि तिमीहरू आइज न ल तिमीहरू मेरो ह्यान्डसम साथीहरूलाई झली झली आँखा हेलो एभ्रीवन नमस्ते छ सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी पासाङ मोक्तान र तपाईँहरू सबैजनालाई स्वागत छ ए न्यू डे एन्ड अ न्यू भ्लग एन्ड राइट नाउ वी आर गोइङ फर स्विमिङ सो या गाइस तपाईँहरू सबैजनालाई थाहा छ कि समर लागिसकेको छ एन्ड आइ एम सुपर क्रेजी अफ स्विमिङ अनि सबैजना साथी आइरहेको छ सो त्यही भएर सो म मेरो च्यानलमा बोलाउन चाहन्छु वान अफ द मोस्ट ह्यान्डसम हङ द चकलेट बोय इन द हाउस नितिश Oh my god! ढाक खोइ त्यो सनग्लास यहाँ छ लगाइहाल्नु न फेरि मलाई भन्छ So yeah guys, तपाईँहरू सबैजनालाई थाहा छ one and only my best friend, my best buddy, Anmol Chetri. के साह्रो लाग्यो नि त बाँस जोत्रै सो या गाइस सबैजना साथीहरू अलिक दिनको लागि मात्रै हुन्छ अनि यिनीहरूले यो मिठो मिठो पलहरू छोडेर गएको हुन्छ तर अनमोलले चाहिँ यति बेसी पार्यो ओए नितिश खतरा सुबेला माले बाप रे बाप कत्रो पालेको गाइस आपको पता नहीं है दूसरे को कैसा बोलते हैं ना ठीक है नितिश अनि म चाहिँ सुतिरहेको छु हैन म यसरी सुत्दै थिएँ नितिश उता फर्केर सुत्दै थियो हैन तँले सुबह 6 बजे चुप न तँले पगडा पादेन दुईजना यस्तो मुडेर अनुहार कस्तो बनाएको भयो लिटरली यति जोडे सो या गाइस जो भी तो पाता तो है ना पाते ना पाता तो है पर वही तो हम लोग ने कुछ रिएक्ट नहीं किया वही बोला कि सुबह तुमने बहुत खतरा फाट मारा था बस वही होता था सो ओके गाइस वन एंड ओनली बदमाश को गुरु बदमाश को देवता मेरो गाइस जो गेस्ट लोगेको कसम चाहिँ घरलाई होले आगो मात्रै लगाइदिनु होला सब कुछ गर्दै गयो यति सारा बदमाश ल हाई भन गाइस दुनुभाइ त्यहाँ अब हाम्रो वान एन्ड ओन्ली फेभरेट प्लेस डेनी फार्म स्टेमा गएर हामी स्विमिङ गर्ने हो गाइस दुनुले के गरे जो कुछ नहीं करना था अम्बो गाइस हिजो चाहिँ हामी सबैजना मुभी हेर्दै थियो होइन अनि दुनुभाइ चाहिँ यस्तो सुतेर यस्तो उठ्यो कि अब हेर्छु त सर्ट त उल्टा पो लगाएको रहेछ यहाँपट्टिबाट सर्ट यहाँ सो के गाइस बाबाई अब सबैजनालाई मिलेर भेट्यौँ यो गाइस फाइनली हामीहरू खाइ पुग्यो मेरो बिमारी मम्मीकोमा जाबा गइसक्यो आमाको पनि गयो छोराको पनि गयो नमस्ते खोला अरे नमस्ते जोजो लापा ओ होइन के अरे झोडले अनि के बनाएर खानुभयो मिठो छोडी आएको हरियो भाले काटिहालेछ है छोडी आएको यहाँमा फेरि जम्मा भइहाल्यो बटुले हामी बोले पनि यस्तो सोच्छु ल आन्टीले के सोच्नु भयो होला पिका छैन त हामीहरू कोही पनि आउँदैन भनेर हामीहरू पनि बिजी फेरि ल त्यही हो आन्टी खाना खानुभयो यो लिचुको घरको हो अहिले त लिएर आएको यहाँ यो मेरो लिची खानुहुन्न कस्तो 100 रुपियाँको कोसेली लिएर 200-300 रुपियाँको उयो लिएर गयो त 200 रुपियाँ केजी भयो तर किन यति महँगो बादमा त 30-40 रुपियाँ पुग्छ नि सो गाइस फाइनली हामीहरू चाहिँ आइपुगिसकेको छौँ पिकाकोमा अनि अब चाहिँ हामीहरू निस्किनु आँटेको डेनिसको लागि अनि त्यही हो आजको रमाइलो हुनेवाला छ बढियाले मस्ती गर्ने हो बुम 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 आम्मामामामामा गाइस मलाई सब्सक्राइबरहरूले यति बेसी मेसेज गरिसकेको छ तेरो बहिनी त मेडिकल एडमिट रहेछ अनि तँ त बहुत आसाम घुम्दैछ भनेर बहिनी त यहाँ ससुराल एडमिट पो रहेछ हेलो आफ्टर सो लङ
वनडे म्याच खोइ यता जाँदा पिका यता जाँदा आन्टी यता आउनु त खोइ छोरी भन्दा आमा तरुनी पैसा पुग्यो कुनी के कुनी छोडेको कपाल भुल्यो अनि तेरो बिमार कस्तो छ अहिले गुड गाइस एउटा डक्टरले चाहिँ नि जति पनि होस् कि अलिक एक्सर्साइजहरू गर्नु भन्ने छ अरे अनि वाटर एक्सर्साइज इज अल्सो म्यान्डेटरी अरे स्विमिङ चाहिँ सबसे बेस्ट एक्सर्साइज हो जति सक्दो मलाई चाहिँ लाग्छ मैले सुनेको भरमा पनि हो सुनेको होइन हात खुट्टा सबै चल्छ नि त त्यसमा त्यही भएर एक दिन हात खुट्टा चलाएर हुन्छ होला नि ऊ यहाँ बारी खन्नुपर्छ त्यस्ता जिउ सिउ कहाँ पुग्छ त्यो चेन सेन सबै पानीभित्र डुबाइ राखेर आउनु त्यस्तो नभन्दै त ल गएको आन्टी स्कुटी खोइ ओए अनमोल त यता आएछ त गाइस बिहाको बाद मेरो भाइ फर्स्ट छुट्टी आइसकेको छ उसको चाहिँ आँखामा अलिकति एउटा केही प्रब्लम निस्किरहेको छ अरे हेलो मौसम सो गाइज मेरो मौसम साथी चाहिँ एकदम सिङ्गल ब्याचुलर हो वी आर रेडी के अरे मौसम इज रेडी टु म्यारिड होइन साथी बिहा गर्नु रेडी छैन अङ्कित सिङ्गल छ उसको बुढीले मार्ला नि तिमीलाई आज के लिए सिङ्गल दिवु इज लुकिङ सो ब्युटिफुल कस्तो दामी देखिरहेको छ यार ल त्यो यो तिमी लाउने यो हेलमेट के गर्ने ओ तिमी त स्विमिङ गर्दैन है यो मौसमको बाइक हो कस्तो दामी किन यो तिमीले कलर एड गरेको त होइन साँच्ची यो कलर कस्तो मन पर्यो है बिका अनि हेलमेट भी होइन त्यस्तो कुल कलरमा ओए बीजेपी सरकार त्यही भएर तिम्रो फोन पनि फेरि भगवा रङको त छैन होला नि ठिक नभए त तिमी त एकदम मोदी भक्त हुने रहेछ चल लेट्स गो सो गाइस फाइनली हामीहरू आइपुग्यो दिबु कस्तो लाग्यो तिमीलाई तिमी त गोवामा आएको जस्तो वाइब भएर आएको छ नि चल लेट्स गो ल यो अलिकति पक्रिदियो त यो अलिक 5 मिनट्स ल गाइस से हाय के लोकेसन न पिका त्यही सब छोड्दा जब गाइस यो दुधुएको डिजास्टर भएको थियो नि त्यसको बाद हामी फर्स्ट टाइम आएको चलो 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 नि ओए खतरा भएको थियो रहेछ नि साथीहरू भयो त ग्यास पहिला यस्तो त थिएन पहिला त कस्तो स्पेसिस थियो चेन्जिङ रूम 10 रुपीज अरे अनमोल चेंज कर ले ओए अनमोल ओए वाह ये घर देखो तो इतना सुंदर बनाया गाइस हामीहरू आज अब त बिहा भएछ त साथी मैं तो मजाक कर रहा हूँ ये अनमोल का ठीक है रूम कसम बोल रहा हूँ ओए अनमोल कैसे था यार तेरो लागि हो यो रूम यहाँ थोड़ी ना उता हामी कहाँ ए आज अरे तिमीहरू हिँड्न तिमीहरू हिँड्दै मात्रै छ सो गाइस अहिले चाहिँ हामीहरू कहाँ जाँदैछौँ भन्दाखेरि एकबार पहिला मेरो बर्थडे मनाएको थियो नि सबैजना सो त्यही ठाउँमा जाँदैछौँ हामीहरू त्यो म के भन्छ हामी सबैजना त्यो बर्थडेको टाइममा गएको थियो क्या अनि त्यही ठाउँमा हेर्दैछौँ हामीहरू अहिले छाके छैन बाटो भनेर वाह पुदिना को जस्तो स्मेल छ पर जङ्गली पुदिना होला है होइन है पुदिना चाहिँ सो गाइज यहाँ मेरो साथी मौसम साथी चाहिँ बागडुग्राबाट हो अनि म चाहिँ लोसार पार्टीमा गएको थिएँ कि अनि मौसमको आपाले अब मेरो त आगुहरू हामीहरू यस्तो लाग्छ होला आसेङ आगु जे पनि अनि त्यसपछि मलाई हेलो पासाङ नानी भने हजुर भन्छ मलाई चिन्यो बाप्रे बाप मलाई चिन्यो भन्नुभयो कि अनि मैले हजुर तपाईँलाई कहीँ देखेँ जस्तो त लाग्यो चिनेन मैले भने नि त म मौसमको आपा हो ए मौसम मेरो साथीको आपा हजुर
मौसमको बिहामा आउनु ला अरे नि त मलाई अनि म त ल मौसमले कहिले बिहा गर्यो हामीलाई नभनेर भनेको त होइन एक न एक दिन हुन्छ नि त अरे म त हाँस्दा भएको क्या क्या मस्ती लागेको त्यो चाहिँ अलिक स्ट्रङ हुन्छ भनेर है अनि यहाँ मेरो अङ्कित बिहा गरेर कस्तो लाग्दैछ तिमीलाई Not good, not bad. आयो के अरे मेरो भाइ But यतिकै चाहिँ बुढी पाउनु पर्यो नि यस्तो अलिकति दिन्छ घुम्नु पनि हो उयो के अरे बट बहुत जल्दी आएगी गाइस मेरो भाइ क्यामेरामा टेन्सन मत लो होइन उयो क्या के भन्छ अङ्कितले मेरो ह्यान्डसम अङ्कित भाइले के भन्छ भने जो बिहा गरेपछि लाइफ यस्तो हुँदो रहेछ है अलिक सोचेर बिहा गर्नु हो भाइ यो त हो आयो जो खाए वो भी पछताए बट मेरी वाइफ बहुत बेस्ट है नहीं यहाँ सुन न जो खाए वो भी पछताए जो ना खाए वो भी पछताए हाम्रो मौसमलाई अनमोललाई बिहा गर्नु मन छ होइन तर यहाँ बिहा गरेर पनि पछताइरहेछ बिहा नगर्नेले पनि पछताइरहेछ सो त्यही हो क्या ल गाइस अब तपाईँहरूलाई लोकेसन पुगेर भेटौँ बा पानी क्या सुन्दर दिख रहा है यहाँ मेरो पिकनिक मेरो बर्थडे खेलेको पिकनिक चाहिँ यहाँ थियो स्पोट अहिले त खण्डर भएछ सब सुकेछ सो गाइज हामी चाहिँ अहिले डेनिस आएको छौँ अनि पिका र उयो के भन्छ दिबु चाहिँ गयो बिकज के भन्छ पिकाको अलिकति हेल्थ खराब भइहाल्यो क्या त्यहाँमा गएर फेरि त्यही बिमार स्टार्ट भइहाल्यो अनि हामीलाई त कस्तो डर लाग्यो क्या अचानक अनि त्यसपछि चाहिँ अनि सो त्यही भएर चाहिँ दिबु अनि के भन्छ पिका चाहिँ गइहाल्यो अनि हामी चाहिँ डेनिसमा आएको छौँ अब त्यही हो हामीले केटाहरू रमाइलो गर्ने किन भन्दाखेरि गाइज उयो भयो नि त फेरि नितेशहरू यति टाढोबाट आएको छ नि त सो त्यही भएर हेलो त भइहाल्छ ल चल तँ चाहिँ सामानहरू नलिएर नि तँ चाहिँ सामानहरू नलिएर है ल सबै म बोक्दै म माथि अरे गाइज चाहिँ सो गाइज अहिले चाहिँ हामीहरू डेनिसमा छ सो तपाईँहरू कति धेरैजनाले सोच्नुहुन्छ होला कि आजकल त पासाङहरू डेनिस आउँदैन भनेर अब हामीहरू पनि टाइम नभ्याएर हो तर डेनिसमा आउनु स्विमिङ पुल त्यस्तै मजा छ तपाईँहरू स्याटरडे सन्डे जहिले पनि हो सके तपाईँहरू आउनु स्टे पनि छ एकदम बवाल छ जस्तो कि अहिले हामीहरू इन्जोय गर्छ धुनु भाइ कस्तो लाग्यो तर भन्दै तँ घुसेर हेर्न एकबार पानी खोलाभन्दा चिसो सो गाइस लेट्स इन्जोय 1 2 and go ये अब क्या अहिले यो कितना बार मान्नु तपाईलाई के भयो तर गाइस मलाई दिबुको याद आयो यार दिबुलाई लिएर आउँछु सोचिरहेको थिएँ आमा हैन तर के छैन पिकाको अलिकति प्रब्लम भएर उनीहरू जानुपर्ने होइन अब त्यही हो पिका अहिले अलिकति उसको हेल्थ कन्डिसनले ठिक छैन नि त गाइस सो त्यही हो लेट्स इन्जोय केटाहरू त्यहाँ बोतल कटाङकुटुङ गर्दैछ भाइहाल्यो यहाँ हेर न चक्न किलरलाई सो गाइस तपाईँहरू डेनिस आउनुहोस् होला अनि डेनिस पहिला जस्तै छ अहिले म तपाईँहरूलाई रिभ्यू पनि दिन्छु होइन अहिले हामीहरू पनि खुद पनि यति दिनको बाद आयो क्या अनि यस्तो के भन्छ अलिक गरम महिनातिर नै हामीलाई फिल हुन्छ कि कहाँ स्विमिङ पुल कहाँ जाने कस्तो जाने के गर्ने भनेर तर आई डेफिनेटली रिक्वेयर यु गाइज मतलब के भन्छ म सजेस्ट गर्छु कि तपाईँहरू यता आउनुहोस् होला हेर्नु पुल कस्तो मजाको छ अझै डिप गरेछ अझै क्लिन भएको छ होइन सो त्यही हो अब अनर अहिलेको चाहिँ अनर चेन्ज हुनुभएको छ अहिले चाहिँ अर्को दाईहरूले गर्नुहुन्छ बट तपाईँहरूले उहाँहरूलाई पनि सपोर्ट गर्नुहोस् आउनुहोस् प्लेस त त्यस्तै हो रमाइलो गर्नुपर्ने हुन्छ हामी सबैजनाले आएर नै हाम्रो आफ्नो दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई सपोर्ट गर्नुपर्ने हुन्छ सो आउनु तपाईँहरू पनि डेनिस अनि नट ओन्ली स्विमिङ पुलको लागि रुमहरू पनि एभाइलेबल छ तपाईँहरू त्यही पनि ट्राई गर्नु अनि हामीले अहिले सुकुटी अनि के भन्छ त्यस्तोहरू के अर्डरहरू गरेछ सो त्यही पनि खाने हो अनि प्लिज उहाँहरूलाई सपोर्ट चाहिँ गर्नु आउनुहोस् होला है पहिला मैले देखिरहेको छु आजकल डेनिसमा यति धेरै मान्छे आउँदैन डेनिस त आफ्नो घर हो यार आउनु न तपाईँहरू पनि ओए मलाई यो फोन डुबाउनु छैन गाइस मेरो बिग्रेको छ पहिलाको मेरो फोनै बिग्रियो क्या डुबाएर ओहो ओए आइज न केटा हो सबैजना अब नुहाउँदै रमाइलो गर्नुपर्ने हुन्छ अनि तपाईँलाई देखाउँछु आई मिस यु पिकान ओए मौसम यहाँ देख लो ओ जान तँ घुस्दैन घुस छिटो गाइस सुक्टी मगाएको थियो कति मिठो छ अनि यो मगाएको थियो के भन्छ वाइबा साथीको
फाइनली दिगुलाई भेट्यो किन तिमीहरू अघि किन गएको थियो अरे स्कुटी लिनु होइन पिकाको हेल्थ खराब भएर तिमीहरू आइहाल्यो है बोरिङ लाग्यो त्यही त हामी त कति इन्जोय गरेर आयो ल गाइस यिनीहरूले चाहिँ हाम्रो लागि डिनर प्रिपेयर गर्दै रहेछ अब भोलि चाहिँ पिका पनि कहीँ जानुहुन्छ अरे नि त अनि मम्मीले हामीलाई डिनर गर्नु बोलाएको थियो कि अब साथीहरू यति टाढोबाट आएको छैन सो त्यही भएर आउँदिनु अब हामीहरू यहाँ डिनर गर्ने मम्मी कहाँबाट आउनुभएको तपाईँले यहाँ के भन्नु त चुला यहाँ बनाउनु भनेर रेडी गरेर यहाँ निस्केको पनि थियो अलिकति फेरि कुखुरा घर लाउनु पर्यो भनेर मम्मीले चाहिँ आज हामीलाई डिनरमा इन्भाइट गरेको छ किनकि सबै छोराहरू आइपुग्यो अरे सो त्यही भएर मम्मी आज के छ तङमा छ नि अब छोराछोरीहरूलाई दिनमा आफै खान्छु अरे कस्तो सुहाएकोला मम्मी तर म त छोडेर खान्छु मम्मी उनीहरूलाई खालि सादा दाल भात सब्जी पिका कहाँ मासु लिनु गयो गाइस अस्ति नै बिहाको टाइममा आम्मामा हामीले पिकाको यो के भन्छ आन्टीको यो दाउरा काम त चलायो नि आन्टी जाडो त्यो टाइममा हामी सबै उयो चुलामै बनाएर खाएको कस्तो अर्ग्यानिक कस्तो मिठो भइरहेको थियो त्यो टाइममा अब आज आन्टीले हामीलाई चुलामा बनाएर खिलाउँछ अरे बत्ती छ भनेर मैले यहाँ बनाइदिएको सजिलो पनि हुन्छ भोलि यहाँबाट पाइप लगाएर त्यो कुलोमा फ्याँकिदिँदा नि ल दिमाग चाहिँ यत्तिको हुनु पर्यो नि त हात्ती चाहिँ हिजो 10 बजी राति यहाँबाट बट्टङ टङ टङ कुदेको छ अब आज के मम्मी भर्खर 6 बज्दैछ गाइस हामीहरू दुधेमा थियो होइन अनि मम्मीले कल गरेर पासाङ अरे हजुर भने कहाँ छ तिमीहरू भात खानु छिटो आइज घरमा भने म त गाइस घर पनि पसेको छैन म जबबाट आसामबाट आएको नि मैले नि घरमा टाइम 5 मिनट पनि दिएको छैन 5 मिनट त छोडिदिनु 1 सेकेन्ड पनि दिएको छैन जस्तो घरमा म ल्यान्ड भयो त्यस्तै अनमोल आयो त्यस्तै अनमोल आयो त्यस्तै अनमोल आउनुको बाद त्यस्तै हाम्रो मेरो बर्थडेको यिनीहरूलाई सरप्राइज दिएको थियो लाइक मतलब बर्थडे पार्टी दिएको थिएन त्यस्तै यिनीहरूलाई बर्थडे पार्टी फेरि त्यस्तै दिबु आयो फेरि त्यस्तै दिबुसँग बिजी अनि फेरि आज त्यस्तै भएर हामीहरू कहाँ गयो खोला है खोला फेरि मेरो साथीहरू पनि अरुणाचल भयो फेरि खोला फेरि मम्मीले भन्यो के भन्छ हिजो प्लानिङ थियो के डिनरकोमा तर फेरि मम्मीले भन्यो न हामीले हिजो क्यान्सल गरेर हामीहरू निमको घरमा बस्यो हिजो फेरि आज हामीहरू फेरि मम्मीको घरमा यस्तो फेरि आज चाहिँ मम्मी हामीहरू कहाँ जानुवाला थियो भने त बागडोग्रा फेरि मम्मीले भन्नुभयो बागडोग्रा नै जाने का अनमोलले के भन्छ भन्नु न मम्मी यस्तै दिनहरू चलेको भए त कसम भनेको भन्थ्यो अयो यस्तो डेली इन्भाइट आयो भने त नि मम्मी के चाहियो रानी जिन्दगीमा केही छैन अनि गाइस फेरि हामीहरू चाहिँ के भन्छ अङ्कितको घरमा जानु लागेको थियो नि त आज बागडोग्रा अङ्कितको मम्मीले बोलाउनु भएको थियो फेरि मम्मीले बोलायो भनेर फेरि त्यहाँ क्यान्सल किनकि फेरि भोलि मात्रै उयो नितिश अनि यता दुनु भाइ छ यो दुनु भाइ स्लिपिङ मोड दुनु भाइलाई यस्तो भन्दै थियो सिलगढी आएकोबाट नि चामल एक दाना पनि भित्र हालेको छैन त्यसले लिटरली हो त आइबी हाउसमा त खायो त आइबी हाउसमा त डेली खाना था तर दुनु भाइ कम्ती खाना खान्छ तर त्यही भएर मम्मीले आज हामीलाई प्रपर मजाले के मम्मीले त आज खानु हुँदैन यसै त मम्मीले आज मन्डे ट्युजडे खानुहुँदैन नि मम्मी तपाईँले आज मम्मीले खानु हुँदैन तर हामीलाई चाहिँ बनाइदिन्छ मजाले मम्मीले बनाउनु न पिकाले बनाउँछ आज मङ्गलबार पिराल दामी बनाउँछ है चिकन त कसम पिकाको त टेस्टी हुन्छ हामीले अरूले पकाउँदा मनै पर्दैन कस्तो त्यो फक 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 भएर त्यो ग्रेभी खस्ने हो अम्बो दाल पनि चाहिँदैन नि मम्मी मम्मी कस्तो लाग्छ हामीहरू के भन्छ पिका हुँदाखेरि मात्रै आउँदाखेरि रिस उठ्छ काम नलाग्ने रहेछ भन्दै आज प्रिया आउँछ है भनेपछि टुप्लु उताबाट अनि आन्टी अल्लोबाट उता नबिसाइक 100 जना आइपुग्छ है आयो गाइस मैले पनि कहिले कहिले यस्तो सोध्छु म किन यति मलाई मनमा कहिले म त सेल्फिस भयो कि भने किनकि मम्मी एक्लै हुँदाखेरि चाहिँ आउँदै आउँदैन कि आउँदै आउँदैन भन्दाखेरि हामीहरू बिजी पिका आएपछि चाहिँ आम्मा कहाँमा के लिची अम्बो मम्मी तपाईँको त पाएकै छैन भाइ
आयो मासु खोइ ओ नितिश ओ नितिश आसाम में डल्ले मिर्चा होते आसाम में डल्ले खोर्सानी हुन्छ यहाँ छ त यो डल्लेको भोटे आएर ओ यहाँ आइज ओ मम्मीले के देखाउनु आँटेछ ओ अहिले भर्खर नितिशले त्यही त खायो फ्रिजबाट मम्मी फ्रिजमा राख्नुभएको थियो यता पक्रेमा राखेको होइन छुनु हुँदैन तर फेरि बादमा हामीले छुएर बिग्रिन्छ परेको थियो कि बिहान यति टिपेको त्यही मम्मी अचार बनाइदिनु न हजुरबालाई दियो मेरो बोजू घर मम्मी अचार बनाइदिनु न त्यो डल्लेको मात्रै पिसेर डल्ले अनि उयो लसुन अनि उयो आम राति खानु कि नखानु आम तर दिउँसो त तपाईँले खायो त एक्लै नि पुदिना टमाटरको बनाउनु नि नि पुदिना टमाटर हेर्नु गाइस अदुवा त्यो फ्रिजमा उयसमा चाहिँ प्लास्टिक अम्बो मम्मी आम त यहीँ रहेछ त यी फर्स्ट टाइम फलेको फर्स्ट टाइम गाइस मम्मीको यो फर्स्ट टाइम फलेको रुख पुदिनाको अचार खान्छ अरे ल खोइ आम्मा फेरि पुदिना पनि भिआइपी झाकड गर्नु पर्यो नि त्यो भुइँमा राख्यो भने कुखुराले खोसेर कस्तो गर्छ अम्बो यो अचार त वाओ यो त राम्रो हो त पुदिनाको क्या त जुस सुक्टीसँग पुदिनाको जुस दियो भने दामै अलग्गै महँगो न महँगो भन्छ वाह 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 पछाडि भुइँमा आएर भुइँमा आकाशको माथि माथि आयो ओके यहाँ चाहिँ हामीले मम्मीले यहाँ आगो बाले यसै त चुला हामीले यहाँ बनाउँछ नभए त्यहाँ बनाउँछ पर मम्मीले यहाँ भोलि सफा गर्नु इजी हुन्छ अरे ल आगो पनि बाल्यो लाइटको उज्यालोमा सजिलो हुन्छ आज पिकनिक 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 अब मम्मी त बर्थडे जानुहुन्छ अरे तिनीहरूलाई पिरा त्यहाँ छ चियर त्यहाँ छ यहाँ एउटा पिरा छ मैले बनाएको है आमा आमा माचिस लुकाउनु पनि यहाँ रहेछ गाइस त्यहाँ बाहिर राखेर कोही बेला काम गर्ने मान्छे बोलाउनुपर्छ कि बिडी खानेलाई अघि बोकेर खोजीमा हिँड्छ मम्मीको फुल फेरि अम्बो मम्मी यो पुदिना तपाईँले टिप्यो नि यहाँसम्म स्मेल आउँदैछ कस्तो मजाको क्या वा 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 फुल हेर्नु फुल ए फुल त भोलि बिहान देखाउँछु म चलो यो चप्लीहरू चाहिँ माथि माथि नलगायो केटा ओके गाइस वासिङ मेसिन चाहिँ यत्रो छोडिदिनुपर्छ प्लास्टिक तर मम्मी अब त टिना लगायो त यहाँ पनि टिना लगाइसकेको छ अनमोललाई त इन्भाइट पनि गरेको थिएन तर अनमोल यहाँ आइपुगेछ क्या भयो दोस्त ठिक दिबु अनमोलको नजिक नबस्नु नि टाढो टाढो बस्नु बस्नु चाहन्न अरे अबिका दिबुलाई भनेको नि अनमोलको नजिक नबस्नु भनेर यस्तरी टाढो बस्नु ठिक छ होइन दिबु अबिका फेरि म कट्टा हान्छु नि फेरि कसको फोन आएको तेरो फोन हो अनमोल ल जाऊंगा मैं मूवी दिखाऊंगा मैं ऐसा कराऊंगा मैं चोरी से आना चुपके से जाना अच्छी नहीं दिल लगी मुझसे शादी करोगी गा 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 गाता रहे मेरा दिल तू मेरी ही मंजिल कहीं बीते ना गाइस यहाँ चाहिँ अन्ताक्षरी हुँदैछ राते धुनबाई ओए ओए के ओए के चाहिँ के हो बोला अल्लाह के बंदे हंस दे अल्लाह के बंदे नखाने किन सो गाइस हामी चाहिँ भात खान आँटेको मौसम लेट्स ह्याभ इट सो यहाँ डल्ले भोलि बिहान राति नै भोक लाग्छ अहिले खाइहाल चिसो हो खाऊ खाऊ
कि तँ चियर लिएर यता आइज भनेको क्या आइज के भन्दैन ल गाइस हाम्रो चाहिँ दाल पनि छैन हो अनि यही उयो मासुको तेलसँगै खानु अरे ल दिपो खाऊ एउटा कुरा याद छ के तामाङहरू त नि अँ भाग्य ठुलो हुन्छ अरे होइन भन्नु त कोही तल भाग्य ठुलो भएर पनि राम्रो केटी त पाउँदैन यस्तो हुनुपर्छ होइन बेबी अम्बो खतरा यो घरको हो खतरा रहेछ डल्ले त छैन नुनै छैन रहेछ त्यो बेला अनि टिकालाई 3x दिएको रामेन कहिले अघि तिमीले टिकाले राखिरहेको निमो मलाई अलिकति के दियो नुन अँ